काङ्ग्रेसका प्रमुख अतिथि नेपाली काङ्ग्रेस बागमती प्रदेशका सहमहामन्त्री हरीश शरण श्रेष्ठज्यू, विशिष्ट अतिथि सिन्धुपाल्चोक जिल्ला नेपाली काङ्ग्रेस पार्टी सभापति जङ्गबहादुर लामाज्यू, विशिष्ट अतिथि नेपाली काङ्ग्रेस लमजुङ जिल्ला पार्टी पूर्व पार्टी सभापति तथा नेपाल भूतपूर्व सैनिक सङ्घ समन्वय विभागका सहसंयोजक गर्जबहादुर गुरुङज्यू, मञ्चमा आसीन सम्पूर्ण नेतागण, जननिर्वाचित नेतागणहरू, पार्टी तथा विभिन्न भातृ सङ्गठनका अध्यक्ष तथा सदस्यज्यूहरू र यस कार्यक्रमलाई सभ्य र भव्य भवनमा उपस्थित हुनुभएका तमाम सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी, पत्रकार मित्रज्यूहरू, सुरक्षाकर्मीज्यूहरू सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट नेपाल भूतपूर्व सैनिक सङ्घ काठमाडौँ जिल्ला कार्य समितिको तर्फबाट स्वीकार्नुहोस्। जय भूतपूर्व, जय नेपाल। आज म निकै खुसी पनि छु र केही कुरामा म अलिकति दुखी पनि छु। नेपाली काङ्ग्रेसको उर्वरा भूमि यो सिन्धुपाल्चोक जस्तो ठाउँमा नेपाल भूतपूर्व सैनिक सङ्घको अधिवेशनमा केही कुरा मैले भन्न पाउँदा म आज अलि खुसी पनि छु। विभिन्न जिल्लाहरूमा आज 6औं जिल्ला अधिवेशन भइरहेको अवस्थामा सिन्धुपाल्चोक जस्तो जिल्लामा आज बल्ल प्रथम अधिवेशन भइरहेको छ। यो पार्टीको कमजोरी भएका हो कि हाम्रो समर्थनमा हाम्रो साथीहरूलाई हामीले जोड्न नसकेका हौँ, यो कुरो चाहिँ मलाई अलिकति मनमा खटिरहेको छ। त्यसैले अब आउने कार्यक्रममा यसलाई हामीले सुधार गर्दै हामीले सुरुबाटै थाहा भएको छ। हाम्रो अहिले नेपाल 77 जिल्लामै सबैभन्दा सबै पालिका र क्षेत्रमा अधिवेशन सम्पन्न गरेको गुल्मी जिल्ला पछि हाम्रो दोस्रो जिल्ला सिन्धुपाल्चोक भइरहेको छ, जबकि उसको प्रथम अधिवेशन भइरहेको छ। यत्र भूमिहरू समेटेको रहेछन्। पार्टीले पनि अलिकति